बुजङ हाइड्रो पावर लिमिटेडले आज माघ 12 गतेदेखि तपाईँ हामी जस्ता सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। यो कम्पनीले 8,30,000 किता आइपिओ सेयर निष्कासन गरेको छ। मतलब यदि तपाईले 3वटा खाताबाट आइपिओ भर्नुहुन्छ भने एउटा न एउटामा पर्ने चान्स पक्कै पनि हुन्छ। यो आइपिओ को मूल्य पनि अरु आइपिओ जस्तै प्रति किता 100 तोकिएको छ, जसमा तपाईले न्यूनतम पनि 10 किता एप्लाई गर्न खातामा 1000 रुपैयाँ हुनै पर्छ र उच्चतम 50,000 किता एप्लाई गर्न सकिन्छ। यति धेरै किता कोही एप्लाई गर्छन् पनि कि कम्पनीले त्यतिकै 50,000 को लिमिट राखेको हो? तपाईहरुलाई के लाग्छ कमेन्टमा भन्नु है। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यु रेटिङ सिंगल बी+ प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्छ। तपाईलाई थाहा नै छ आइपिओ मा खासै रिस्क हुँदैन भनेर, र आइपिओ मात्र एप्लाई गर्ने इन्भेस्टरहरुलाई यो सबै रेटिङहरु रिटर्नमा बुझ्नु पर्ने जरुरी खासै छैन। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटल लिमिटेडले लिएको छ। आइपिओ भर्ने अन्तिम मिति माघ 15 गते तोकिएको छ। त्यसैले सबैजना टाइममै आइपिओ भर्नुहोस् र परेपछि कहिले सेल गर्ने, कतिसम्म प्रफिट हुन्छ भन्ने सम्पूर्ण जानकारीको लागि अहिले फलो गर्नुहोस् र ढुक्कसँग बस्नुहोस्।